व्यावसायिक ग्रोथको महत्त्वपूर्ण विषयवस्तु तपाईको व्यवसाय उत्पादन, तपाईको उद्यमशीलताको उत्पादन र सर्भिस बीच सबैभन्दा तपाईको व्यवसाय ग्रोथको महत्त्वपूर्ण विषयवस्तु भनेको तपाईका एन्ड कन्ज्युमर हुन्। हो तपाईको एन्ड कन्ज्युमरलाई तपाईको ठाउँसम्म ल्याउने सोर्सेस। ट्राफिक एनालाइसिस। हेलो साथीहरू, नमस्कार। 21 दिनको व्यावसायिक महाअभियान लर्निङ फर सक्सेस डे 18 मा तपाईहरु सम्पूर्णलाई हार्दिक स्वागत व्यक्त गर्दछौं। 17 दिनसम्म हामी लगातार साँझ 5 बजे युट्युब मार्फत र विभिन्न सोशल मिडिया प्लेटफर्म मार्फत तपाईहरुलाई व्यावसायिक विभिन्न सूत्रहरू तपाईको माझमा शेयर गरेका छौं भने आज 18औं दिनमा अर्को व्यवसायको महत्त्वपूर्ण विषयवस्तु तपाईहरुसँग शेयर गर्दैछौं। तपाईको व्यावसायिक ग्रोथको लागि महत्त्वपूर्ण विषयवस्तु त्यो बिजनेसको म्याट्रिक्स हो। त्यसलाई हामीले ट्राफिक एनालाइसिस भनिन्छ। ट्राफिक एनालाइसिस सरल भाषामा बुझ्दा ट्राफिक तपाईको एन्ड कन्ज्युमर एनालाइसिस भनेको तपाईको एन्ड कन्ज्युमरहरुलाई एनालाइसिस भनेको ट्राफिकहरु आउने टु एट्रिब्युसन एनालाइसिस भन्छ, रिसोर्सेस एनालाइसिस पनि भनिन्छ त्यसलाई। हो ट्राफिक एनालाइसिस भनिन्छ, एट्रिब्युसन एनालाइसिस, रिसोर्सेस एनालाइसिस पनि भन्ने गरिन्छ यसलाई। जस्तो तपाईको एन्ड कन्ज्युमर हामीले पहिला चाहिँ के गर्यौं भने एन्ड कन्ज्युमरहरुको आईसीपी भनेको थियो हैन, आइडियल कस्टमर प्रोफाइल भनेर हामीले हेर्ने। तर यो भनेको चाहिँ रिसोर्सेस एनालाइसिस भनेको ट्राफिक एनालाइसिस भनेको तपाईको व्यवसायमा यसरी हामी तपाईले सरल भाषामा तपाईको प्रोडक्ट अथवा सर्भिस खरिद गर्ने जति पनि कस्टमरहरु छन् त्यो कस्टमरहरु कुन ठाउँबाट आइराछन्, कस्ता कस्टमर, कति कस्टमर कुन सोर्सबाट आइराछन् भनेर हेर्नेलाई प्रोसेसलाई हामीले के भन्छ ट्राफिक एनालाइसिस भनिन्छ। यसले तपाईको व्यावसायिक ग्रोथलाई र तपाईको मार्केटिङ स्पेन्डलाई चाहिँ सबैभन्दा महत्त्वपूर्ण हेल्प गरिरहेको हुन्छ। हामीलाई के हुन्छ भने हाम्रोमा हामीले मार्केटिङमा डिफरेन्ट रिसोर्स सोर्सहरुमा मार्केटिङको डिफरेन्ट प्लेटफर्ममा हामीले चाहिँ कन्ट्रिब्युट गरेका छौं भनेको हामीले स्पेन्ड गरिरहेका छौं। त्यहाँबाट फेरि के हुन्छ ट्राफिकहरु आइराछन्, हाम्रो व्यापार भइरहेको छ। तर हामीले जान्नुपर्ने के छ भने हामीले कुन ठाउँमा कति खर्च गर्दै गर्दाखेरि कति प्रॉफिट भइरहेको छ भन्ने कुरा थाहा पाउनका लागि हाम्रो रेभिन्यू प्रॉफिट रेशियो हैन ग्रस प्रॉफिटहरु निकाल्नका लागि पनि हाम्रो लागि महत्त्वपूर्ण सबैभन्दा महत्त्वपूर्ण सेल्समा भनेको के हो भने ट्राफिक एनालाइसिस पनि अर्को महत्त्वपूर्ण विषयवस्तु। यसले के गर्छ भने तपाईको कति कन्ज्युमरहरु भनेको तपाईको ट्राफिक सोर्सहरु भनेको तपाईका कस्टमरहरु कुन सोर्सबाट कति आइरहेका छन् भन्ने कुरा छ। यसले जानकारी दिन्छ। जस्तो तपाईले मानम फेसबुकमा पनि स्पेन्ड गर्नुभयो, इन्स्टाग्राममा पनि स्पेन्ड गर्नुभयो, रेडियोमा टेलिभिजनमा गर्नुभयो, माउथ टु माउथ गर्नुभयो, मार्केटिङ गर्नुभयो, ब्रान्डिङ मार्केटिङ गर्नुभयो। 8-10 वटा डिफरेन्ट मार्केटिङ स्ट्र्याटेजी तपाईले अपनाउनु गर्दाखेरि कुन स्ट्र्याटेजी भनेको कुन मार्केटिङ थ्रुबाट कति कस्टमरहरु आइरहेका छन् त ट्राफिक एनालाइसिस गर्दै गर्दाखेरि कुन सोर्सबाट कति आइरहेछन् भन्ने थाहा हुन्छ। मानव फर एक्जाम्पलको लागि के गरौँ भने तपाईले फेसबुकमा के गर्नुभयो भने इयरली 5000 रुपैयाँ चाहिँ स्पेन्ड गर्नुभएको छ मार्केटिङमा कुनै एउटा सर्भिसको लागि, ठीक छ। र तपाईले इन्स्टाग्राममा के गर्नुभएको छ भने 4000 रुपैयाँ चाहिँ वार्षिक रूपमा चाहिँ स्पेन्ड गर्नुभएको छ। तपाईको 1 वर्षमा फेसबुकबाट 10000 ट्राफिक तपाईको चाहिँ सोर्स अथवा तपाईको प्रोडक्ट सर्भिसमा आएका छन् भने इन्स्टाग्रामबाट मानम 15000 आएका छन् भने अब हामीले के ख्याल गर्नुपर्छ भने इन्स्टाग्राममा हामीले कम खर्च गर्दा हामीले खर्च त 4000 गरेछौं तर हाम्रोमा बढी आइरहेको छ। फेसबुकबाट हामीले बढी खर्च गरेछौं तर कम आइरहेछन्। अब हामीले यसले के गर्छ भने यो म्याट्रिक्सले यो एनालाइसिस ट्राफिक एनालाइसिसले के कुरा गर्छ भने अब हामीले के गर्छ भने फेसबुकमा गरेको स्पेन्डलाई थोरै कम गरेर हामीले त्यसलाई इन्स्टाग्राममा गर्यौं भने त इन्स्टाग्रामबाट त फास्ट आइरहेको रहेछ नि त, धेरै आइरहेछ नि त। भनेको चाहिँ तपाईको के हुन्छ भने टर्निङ रेशियो हुन्छ नि, जुन कुरा टर्निङ रेशियो त धेरै केमा छ इन्स्टाग्राममा छ। यसले गर्दाखेरि के गर्छ भने इन्स्टाग्राम मार्केटिङ चाहिँ बेटर छ है हाम्रो बिजनेस ग्रोथको लागि। ट्राफिक एनालाइसिस गरिसकेपछि कुन माध्यमबाट कुन मार्केटिङ स्पेन्ड गर्दै गर्दा कुन माध्यमबाट बढी मान्छेहरु आइराछन् त्यो ठाउँमा हामीले बढी खर्च गर्ने, कम आइरहेको ठाउँमा कम खर्च गर्ने, अझै घटाउँदै जान सकिन्छ नि। त्यो कारणले गर्दा तपाईको व्यावसायिक ग्रोथको लागि तपाईको उद्यमशीलतामा तपाईको व्यवसायमा तपाईको प्रोडक्ट र सर्भिसलाई एन्ड कन्ज्युमरसम्म पुर्याउनका लागि ट्राफिक रिसोर्सेसहरुको एनालाइसिस गर्नु महत्त्वपूर्ण हुन्छ। यसले तपाईको व्यावसायिक ग्रोथलाई चाहिँ एकदमै धेरै भूमिका खेलिरहेको हुन्छ। त्यो कारणले गर्दाखेरि ट्राफिक एनालाइसिस गरेर आफ्नो व्यावसायिक ग्रोथमा चाहिँ तपाईले राइट ठाउँमा मार्केटिङ गर्न सक्नुहुन्छ, राइट रिसोर्सेसहरु राइट प्लेटफर्म थाहा पाउनुहुन्छ। कुनै प्लेटफर्ममा तपाईको ट्राफिक आइरा छैन भने तपाईले त्यहाँ किन खर्च गर्ने, तपाईको लागि त्यो सुइटेबल प्लेटफर्म पनि होइन भन्ने कुरा जान्नुहुन्छ। त्यही भएर डिफरेन्ट चाहिँ एनालाइसिस जसले गर्दा व्यावसायिक ग्रोथ, व्यावसायिक इम्प्रुभमेन्ट, मार्केटिङ इम्प्रुभमेन्ट यो कुराहरुको लागि पनि तपाईको लागि ट्राफिक एनालाइसिस रिसोर्सेसहरुको एनालाइसिस गर्नु महत्त्वपूर्ण हुन्छ। आजको भिडियोमा हामीले ट्राफिक एनालाइसिसको बारेमा तपाईहरुसँग कुराकानी गर्यौं। नेक्स्ट भोलि फेरि हामी 19 दिनमा अझै पनि हामी 3 दिन अझै पनि रहनेछौं र 3 दिनमा डिफरेन्ट स्ट्र्याटेजीहरुको बारेमा हामी कुरा गर्नेछौं। रेभिन्यूको बारेमा, सेल्फ ड्राइभको बारेमा
अरू थुप्रै कुराहरूमा क्रस प्रफिटहरूको बारेमा, प्रफिट रेसियोको बारेमा हामी कुरा गर्दैछौँ। आजको भिडियोबाट हामी फिराउँछौँ। यो च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नु होला, किनभने 21 दिन पछाडि पनि फेरि हामीले व्यवसायका डिफ्रेन्ट अझै सूत्रहरू ल्याएर तपाईँहरूसँग आउनेछौँ भन्दै यो भिडियोलाई लाइक सेयर गर्न भने नभुल्नु होला र कमेन्ट गर्नु होला। कमेन्ट गर्नुभयो भने तपाईँले जसले कमेन्ट गर्नुहुन्छ तपाईँको व्यवसायको हामीले भिडियोमा नै प्रमोसन गर्ने, निःशुल्क प्रमोसन गर्ने पनि जानकारी दिन चाहन्छौँ। धन्यवाद, नमस्कार।